सम्पूर्णलाई नमस्कार। आज चाहिँ म जापान आउँदाखेरि कति मेरो खर्च भयो त, मेरो कति खर्च लाग्यो त, त्यो बारे चाहिँ जानकारी दिन गइरहेको छु। र हजुरहरू पनि यदि जापान आउँदै हुनुहुन्छ अथवा आउने सोच गर्नु भएको छ भने चाहिँ कति खर्च लाग्दो रहेछ त एउटा विद्यार्थीको चाहिँ विद्यार्थी भिजामा जापान आउँदै गर्दाखेरि, त्यो बारे जानकारी दिन गइरहेको छु। भिडियो पुरा हेर्नु होला। भिडियो चाहिँ निकै जानकारीमूलक हुनेवाला छ। सुरुमा चाहिँ हजुरहरू कन्सल्टेन्सी जानु पर्यो, जुन कन्सल्टेन्सीमा चाहिँ अब एडमिसन चार्ज भनेर लिन्छ। कन्सल्टेन्सी हेरी हुन्छ। फेरि मैले चाहिँ मेरो कन्सल्टेन्सीमा के कति लाग्यो त्यो अनुसारले भनेको हुन्छु। फेरि हजुरहरू कन्सल्टेन्सीमा के छ चार्ज चाहिँ फरक हेरी हुन्छ होइन। म चाहिँ मेरो कति लाग्यो त त्यो बारे जानकारी दिन्छु, अनि त्यही अनुसारले हजुरहरूले अनुमान गर्न सक्नुहुन्छ। सुरुमा चाहिँ कन्सल्टेन्सी गइसकेपछि चाहिँ हजुरहरूलाई एडमिसन चार्ज भनेर लिन्छ, जुन चाहिँ लगभग 3000 देखि 4000 सम्म, 2000 देखि 4000 सम्म हुन्छ। मेरो चाहिँ 3000 लागेको थियो। त्यसपछि एडमिसन चार्ज सक्यो। त्यसपछि चाहिँ हजुरहरूलाई जेसट अथवा जेएलपिटी अथवा जेएलसिटी पनि इक्जाम चाहिँ दिन लगाउँछ कन्सल्टेन्सीले। त्यो चार्ज पनि हेरी हुन्छ। मैले चाहिँ जेसट इक्जाम दिएको थिएँ, त्यसको चाहिँ 4500 मलाई चार्ज लाग्यो। त्यसपछि अब हजुरहरूको त्यो पढाइ त चलिरहन्छ र त्यसपछि चाहिँ एप्लाइङ प्रोसेस हुन्छ, जुन चाहिँ एप्लाईको चार्ज लिन्छ कन्सल्टेन्सीले। र त्यो चार्ज चाहिँ एप्लाई गरेको चाहिँ डकुमेन्टिङ चार्ज भनेर लिन्छ, जुन चाहिँ 35000 लाग्यो। यो पनि कन्सल्टेन्सी हेरी हुन्छ है। फेरि मेरो यो लाग्यो भनेर हजुरहरूको त्यति नै लाग्छ भन्ने छैन, तर यो अनुसारले चाहिँ मेरो चाहिँ त्यति लाग्यो। त्यो डकुमेन्टिङ चार्ज त लियो, तर डकुमेन्टिङ चार्ज लिनभन्दा अगाडि चाहिँ के गर्छ भन्दाखेरि अब हजुरहरूलाई चाहिँ डकुमेन्टहरू बनाउनुको लागि पठाउँछ हजुरहरूको वार्डमा। त्यसमा चाहिँ अलिअलि पैसा लाग्छ। मेरो चाहिँ 6500 जति लाग्यो। अब वार्ड डकुमेन्ट भनौँ न, वार्ड डकुमेन्टमा 6500 जति मेरो लाग्यो। त्यसपछि अब एनओसीको चार्ज हुन्छ। एनओसीको मेरो 2000 रुपियाँ लाग्यो। त्यसपछि भिएफएक्सको खासमा चाहिँ 2000 रुपियाँ हो भिएफएक्सको चाहिँ रेट चाहिँ। तर कस्तो हुन्छ भने भिएफएक्स रेट नपाउने, अनि कसैले चाहिँ 8000 तिर्नु पर्ने, कसैले 10000 तिर्नु पर्ने, कसैले चाहिँ 3-4000 तिरे हुने भन्नाले, किनभने त्यो जति समय अगाडि गऱ्यो चाहिँ त्यति चाहिँ पाइन्छ, होइन भने चाहिँ डेट नै पाइँदैन। त्यही कारणले मेरो चाहिँ भिएफएक्सको लागि चाहिँ 4500 लागेको थियो। फीको कुरामा चाहिँ ओभरअल मेरो फी चाहिँ 9,48,636 लागेको थियो। यसमा चाहिँ मेरो गएको फी चाहिँ 7,50,000 त्यस्तै समथिङ थियो भने चाहिँ अरू चाहिँ होस्टेल फी थियो। ओभरअल चाहिँ जे होस् 9,48,000 मेरो फीमा गयो। त्यसपछि चाहिँ अब हजुरहरूको सिओई आउने कुरा हुन्छ, र सिओई चार्ज चाहिँ कन्सल्टेन्सीले मेरो चाहिँ 1,13,000 लिएको थियो। भन्नाले हामी जसले पनि गरेको थियौँ त्यहाँ चाहिँ कन्सल्टेन्सीमा चार्ज नै 1,13,000 थियो। त्यसपछि चाहिँ भिएफएक्स चार्ज, फेरि पनि भिएफएक्स चार्ज लाग्छ। भन्नाले हजुरहरूले जुन डेट लिइसक्नु भएको थियो त्यो डेटमा चाहिँ हजुरहरू काठमाडौँ जानुहुन्छ, र त्यसमा चाहिँ भिआइपी र नर्मल हुन्छ। अब भिआइपीमा चाहिँ के हुन्छ भन्दाखेरि हजुरहरूको डकुमेन्टहरू चाहिँ उनीहरूले पनि फेरि चेक गरेर चाहिँ पठाउँछन् भन्ने हुन्छ, र नर्मलमा चाहिँ हजुरहरूले जस्तो डकुमेन्ट लिएर जानु भएको छ त्यस्तै नै पठाउँछन् भन्ने कुरा हुन्छ। त्यति साह्रो फरक त केही पर्दैन, तर पनि अब स्टुडेन्टको चोइस हो। मैले चाहिँ नर्मल नै गरेको थिएँ, र नर्मल गर्दाखेरि 4610 रुपियाँ लागेको थियो। त्यसपछि हजुरहरूको पासपोर्ट चाहिँ अब कुरियर पनि हुन्छ, त्यहाँनिर काठमाडौँमै लिन जानु भयो भने अलिक सस्तो पर्ला। हामीले चाहिँ चितवन नै नानघाटमै कुरियर गरिदिनु भनेको थियौँ। 4610 त्यसमा लाग्यो। हजुरहरू चाहिँ अब भिएफएक्स गरेर आइसकेपछि चाहिँ त्यसको लगभग 13-14 दिन 15 दिन भनौँ न, त्यतिसम्ममा चाहिँ हजुरहरूको भिजा आउँछ। र हजुरहरूको भिजा आइसकेपछि चाहिँ अब सपिङ गर्नु पर्यो, र सपिङ गर्दाखेरि चाहिँ मेरो 55,000 जति लागेको थियो मेरो। त्यसपछि प्लेन टिकट चाहिँ अब त्यो प्लेन टिकट पनि हेरी हुन्छ, अब कन्सल्टेन्सी अनुसारले अथवा कुन एयरलाइन्स हो त्यो अनुसारले। मैले चाहिँ 1,15,000 तिरेर आएको थिएँ। मेरो चाहिँ ट्रान्जिट चाइनामा ट्रान्जिट परेको थियो। अनि त्यसपछि काठमाडौँबाट चाइनाबाट अनि एकैचोटि यता ओसाका हो। एयर टिकट्सको बारेमा कुरा गर्दै चाहिँ मेरो साथीले भनेको ऊ चाहिँ 80,000मा जापान आइपुग्यो अरे, तर मैले 1,15,000 तिरेँ। लगभग 30-35,000 पनि बच्थ्यो। मैले फ्लाइट संसारलाई चुज गरेको भए हो। फ्लाइट संसारले चाहिँ विद्यार्थीहरूलाई निकै भरपर्दो र सस्तो मूल्यमा उडाइरहेको छ। लोकेसन रहेको छ चितवन नारायणगढ बालकुमारी रोड। कन्ट्याक्ट नम्बरहरू मेलहरू सबै यो फोटोमा हजुरहरूले हेर्न सक्नुहुन्छ। र यदि जापान आउँदै हुनुहुन्छ भने चाहिँ फोन घुमाउनुहोस्, 20-25,000 भए पनि बचाउनुहोस्। त्यसपछि चाहिँ अनि अब साटेर अब क्यास चाहिँ हजुरहरूले के हुन्छ भन्दाखेरि जापान आउँदाखेरि चाहिँ त्यतिखेर नै अलिक पैसा लिएर आउनुपर्छ। यहाँ आइसकेपछि चाहिँ 1-2 महिना 2-3 महिना जस्तो चाहिँ काम पाइँदैन। त्यही कारणले आफूले पैसा साट्न पर्ने हुन्छ। र मैले चाहिँ 1 लाख जस्तो पैसा चाहिँ साटेर लिएर आएको थिएँ। उताबाट क्यास एक्सचेन्ज गरेर चाहिँ जापानिज येनमा लिएर आएको थिएँ। ओभरअलमा चाहिँ मेरो 13,90,000 जस्तो चाहिँ मेरो खर्च भयो। समग्रमा भन्नुपर्दाखेरि चाहिँ 14 लाख भनौँ न,
14 लाख जस्तोमा चाहिँ म जापान आइपुगेँ। तर यो चाहिँ कसरी फरक पर्छ भन्दाखेरि चाहिँ गाकुको फीले फरक पर्छ क्या। जस्तै कसैको गाकुको फी र होस्टेल गर्दाखेरि नै 10-11 लाख भइदिन्छ। मेरो पो 9,50,000मा उम्क्यो, तर कसैको चाहिँ 10-11 लाख भइदिन्छ। त्यो चाहिँ त्यसमा अलिकति डिपेन्ड गर्छ। आजको भिडियो चाहिँ यही जापान आउँदाखेरि के कति खर्च लाग्छ त विद्यार्थी भिजामा भन्ने बारे थियो। र अहिलेसम्म भिडियो हेरिरहनु भएको छ भने चाहिँ प्लिज लाइक गरिदिनु होला अनि सब्सक्राइब पनि गर्नु होला। र कोही साथी आउन खोज्दै हुनुहुन्छ अथवा कोही साथीहरू हुनुहुन्छ भने चाहिँ सेयर गरिदिनु होला, ताकि चाहिँ उहाँहरूसँग पनि यो इन्फर्मेसन पुगोस्।